namaste, welcome back to my channel. It's me Prakash from the channel Rider Prakash. And आज चाहिँ बुधबार है, अहिले बिहानको अराउन्ड 9:30 जस्तो भइसकेको छ। र आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि अहिले भेकुटी मण्डपमा चलिरहेको रहेछ नाडा अटो सो भन्ने हैन, जहाँ चाहिँ धेरै किसिमका अटोसँग रिलेटेड हैन, मोटोसँग रिलेटेड जस्तै बाइक गाडीहरू हैन, त्यस्तोहरू चाहिँ त्यहाँ सो हुन्छ क्या। अहिलेको लेटेस्ट कुराहरू होइन, त्यस्तो अटो सम्बन्धी रिलेटेड कुराहरू चाहिँ त्यहाँ सो हुन्छ। त्यसैले त्यो मैले धेरै भिडियोहरू पनि देखाएको थिएँ होइन, फ्लाइङ कार होइनदेखि लिएर हरेक कुराहरू, रोबोटहरूदेखि लिएर होइन सबै देखाएको भिडियो देखाएको थिएँ होइन। अनि मलाई नि अलिकति इन्ट्रेस्टिङ लाग्यो क्या ती कुराहरू होइन। अनि अब अहिले काठमाडौँमा छु भने टाइम मिलेको छ भने किन नजाने होइन हेर्नलाई भनेर चाहिँ आज म त्यसको लागि निस्केको भेकुटी मण्डपमा नाडो अटो सो 2025 को लागि होइन। सो लेट्स सी अब कहिलेदेखि सुरु, सायद त्यो 2-3 दिन मात्र भयो होला ओपनिङ भएको होइन। अनि 1 हप्ताको लागि हुन्छ त्यो नाडा अटो सो चाहिँ, मेरो विचारमा सायद त्यस्तै होला, 1 हप्ताकै लागि होला। अनि त्यसको लागि जाँदैछु। सो अब हेरौँ त्यहाँ गएपछि होइन। अब हाम्रो यहीँ काठमाडौँमा बस्नुहुने हाम्रो साथीहरू जो जति हुनुहुन्छ उहाँहरूलाई त डिटेल थाहा हुन्छ, किनभने उहाँहरू प्रायः गइरहेको हुन्छ नि त। टाइम मिल्छ अब काठमाडौँमै हो होइन, जान मिल्छ। तर काठमाडौँभन्दा बाहिर हुने हाम्रो साथीहरू जति पनि छ होइन, विभिन्न ठाउँहरूमा हुने साथीहरूलाई चाहिँ यस सम्बन्धी केही हुँदैन नि त। त्यो भएकोले मैले चाहिँ यो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई त्यो डिटेल है जानकारी दिने कोसिस गर्नेछु। सो भिडियो हेरिदिनु होला, इन्जोय गरिदिनु होला। र अहिले चाहिँ म जाँदैछु। अनि अर्को चाहिँ मेरो त्यो यहाँ स्कुटरको चाहिँ फ्रन्ट टायरमा चाहिँ हावा बेसी भएको छ क्या, त्यसले गर्दाखेरि अब पिचमा कुदाउँदाखेरि चाहिँ ठिकै हुन्छ होइन, त्यो बम्पिङ नहुँदाखेरि। तर जब अलिकति बम्पिङतिर आउँछ अथवा अलिकति कच्ची जस्तोमा आउँछ भने चाहिँ त्यो धेरै नै उफ्रिन्छ क्या। त्यो चाहिँ हावा बेसी भएर पनि हो जस्तो लाग्यो मलाई। सो त्यो एकचोटि चेक गर्नुपर्ने छ। हिजो चेक गर्ने भनेको राति आउँदाखेरि प्रायः सबै ग्यारेजहरू बन्द रहेछ क्या। सो अहिले चेक गर्छु यहाँ कतातिर छ है ग्यारेज, त्यहाँ गएर चेक गर्नु पऱ्यो। हो अलि धेरै नै उफारिरहेको छ क्या अगाडिको चाहिँ। अफिस टाइम भएर होला है, त्यही धेरै जाम रहेछ क्या। यो जाम भनेको चाहिँ यहाँ मात्रै होइन क्या, अल ओभर जुनसुकै गल्लीबाट जाऊ अथवा मेन रोडबाट जाउँ होइन, जाम नै छ भने चाहिँ कति धेरै छ क्या है। फेरि मलाई यो भेकुटी मण्डप कताबाट जान्छ भनेर एकदम कन्फ्युज भइरहेको छु होइन। योभन्दा अगाडि चाहिँ एकचोटि म गएको हो, त्यो क्यान इन्फोटेक मेला चलेको बेलामा चाहिँ म गएको थिएँ, तर कताबाट जान्छ नै कन्फ्युज भएँ होइन। अब यहाँबाट एकचोटि रत्न पार्क चाहिँ जाउँ, त्यहाँ गएपछि थाहा हुन्छ होला कताबाट जाने होइन। त्यस्तो अहिले मैले त्यो स्मरण गर्नै सकेन कि। युसी डिपल डिपलले निकालेको हो नि त्यो अहिलेको नयाँ त्यो फ्लाइङवाला कार पनि। U7 इलेक्ट्रिक कार रहेछ, कस्तो बब्बाल देखेको क्या। सो अगाडिको लुक चाहिँ सही रहेछ, सही है। सब इलेक्ट्रिक गाडी है, तर ठिकै हो। काठमाडौँ भ्यालीभित्रलाई त इलेक्ट्रिक कार एकदम बेस्ट हो होइन। तर लङ रुट जानलाई चाहिँ नट पर्फेक्ट भन्छ है। लङ रुट जानलाई पर्फेक्ट किन छैन भन्दाखेरि अब अहिले हुन त अब धेरै जसो एरियातिर होइन, धेरै जसो अलिकति लङ डिस्टेन्सतिर जानेहरूमा पनि इभी चार्जिङ स्टेसनहरू त राखिदिएको छ होइन। तर त्यो त एउटा बाटो भइहाल्यो। बिसाइड द्याट होइन, इफ बाटोमा केही गरी कुनै प्रब्लम आयो रेल गाडीमा होइन, अब लाइक अब
कुनै न कुनै एक किसिमको कुनै एउटा प्रब्लम आयो भने देयर इज नो सल्युसन फर द्याट क्या। बाटोमा कहीँ गएर बनाउँछु भन्ने चाहिँ अप्सनै छैन अरे क्या त्यसको चाहिँ। अनि द्याट्स वाइ होइन बाहिर हिँड्दाखेरि चाहिँ केही भइहाल्छ कि भन्ने हुन्छ नि त। अब अरू जस्तै डिजल गाडी अथवा पेट्रोल गाडीहरूको चाहिँ के हुन्छ भने जहाँ बिग्रियो नि त बनाउनु मिल्यो क्या त्यसलाई चाहिँ होइन, अन द स्पोट बनाउन मिल्छ नि त। अब सामानहरू पनि रिलायबल हुन्छ, जहाँ तहीँ पाउने ओर्ने हुन्छ होइन, त्यसले गर्दाखेरि बनाउन मिल्यो। अब यो इलेक्ट्रिक गाडीको चाहिँ एउटा अब सेन्सरमा चलिराखेको हुन्छ, सेन्सर सिस्टमहरू धेरै हुन्छ अरे होइन, त्यसले गर्दाखेरि अब जहाँ पाएँ त्यही बाहिर कतैतिर बिग्रियो भने चाहिँ अनि बनाउन अलिकति गाह्रो हुन्छ अरे भन्ने सुने हो धेरैको होइन। त्यही पनि अहिले अब यो भ्यालीभित्रलाई त प्रब्लम भएन, अब भ्यालीभित्र त जहाँ बिग्रियो पनि अब कम्पनीले तुरन्तै उति बेलै आएर अन द स्पोट बनाइदिने हुन्छ नि त। अब तपाईँ चाहिँ कतै लङ टुर जस्तै उता अब हेटौडातिर पत्लातिर कतै जाँदैछ, अब त्यहाँ पत्लाएको जङ्गलमा गएर बिग्रियो अब के गर्ने होइन, अप्सनै छैन नि त। सो अलिकति त्यो चाहिँ प्रब्लम इस्यु हो, बट अरू त अदरवाइज होइन मल्टी फङ्सन हुन्छ त्यसमा। अनि त्यही हो, त्यो चाहिँ एकदम बेस्ट पोइन्ट है, चलाउनु चाहिँ मजा हुन्छ अरे। म त एकचोटि ट्राई गरेको छैन, एकचोटि ट्राई गर्नु पर्ला। ओ यो जाम कुन खाले जाम हो यार, हलचल केही पनि छैन त हौ। साथीले पछाडिबाट छोडिदिइरहेको छ। ओक्टाभिया दामी हुन्छ यार यसको गाडीको बुट चढिरहेको छ, गाडीको बुट चढिरहेको छ। तर अहिले गाडी किन्ने बेला चाहिँ भएको छैन है, कमाउनु न पहिला होइन, कमाउनु पऱ्यो नि पहिला, कमाएर किन्ने हो गाइस। जानुपर्ने चाहिँ उता हो होइन, उतापट्टि जानु पर्थ्यो। हाम्रो भाइजान विदाउट हेलमेट एक्सिडेन्ट भयो भने त सिद्धो त हो भाइजान, हेलमेट लाउन त मिल्दो हो त, त्यस्तो म्यान्डेटरी केही छ र हेलमेटै लाउन नमिल्ने भन्ने। उतापट्टिबाट जानुपर्ने हो खास। हेलमेट नेपालमा एकचोटि निस्क्यौँ कि भनेको बन्द त होला नेपाल, लगेज छैन। त्यहीँ जाम भएको, फेरि यहीँ जाम गर्दै कति 15 सेकेन्ड चल्यो ल। अहिले चाहिँ म यो सिंहदरबार अगाडि छु होइन, भिरगुटी मण्डप जानलाई चाहिँ रुट यही नै हो। त्यो सिंहदरबारबाट सिधै स्ट्रेट अगाडि जाने, त्यहाँबाट एउटा चोक आएपछि त्यहाँबाट लेफ्ट जाने हो। त्यहाँ मैले ट्राफिकले सोधेको थिएँ होइन, उसले त्यही भन्दै थियो जाउँ। अहिले मलाई यसो हल्का चाहिँ याद आइरहेको छ रुट त्यही हो भनेर होइन, तर कन्फ्युज अलिकति कन्फ्युज भयो फर स्योर होइन। मैले त्यहाँ ट्राफिकसँग बुझेँ हो चाहिँ सिंहदरबार अगाडिमा मार्ग यता उता अगाडिबाट लेफ्ट हो जस्तो लाग्यो है। यतै हो या, यहाँ चाहिँ बच्चाहरूलाई खेलाउने ठाउँ हो। अनि हामी चाहिँ तर अलि अगाडि नै जान्छौँ। यही हो नाडा अटो सो, त्यो भित्र हो होइन। सो कताबाट जान्छ तपाईँ, पार्किङ दिस वे भन्छ।
ओके म चाहिँ अहिले यहाँ एक्जिबिसन भित्र छु होइन अनि त्यहाँ गेटबाट छिरेर उतापट्टिको देखाएर यतापट्टि आउनुपर्ने रहेछ सो यहाँबाट अब उता अर्को गर्दैछु म सरसफाइ हुँदै रहेछ यहाँ उसको बारेदेखि यताबाट बनाउने त्यहाँबाट छुट्टै छ हजुर त्यहाँबाट चाहिँ त्यो पोर्टबाट चाहिँ इलेक्ट्रिक आउने भएन हजुर यहाँ एक्स्ट्रा इलेक्ट्रिक हजुरको जस्तै बिआइडीहरू चार्ज गर्न नि मिल्छ हजुर सब फुल्ली एडभेन्चर्सको लागि बनाएर रहेछ है हजुर सब लुक्स पनि बल रहेछ यो गाडी किन्दा बाइक फ्री आउने हो क्या हो ओके दिस इज ट्रिपल है ट्रिपल फ्लाइङ जेट यही हो फ्लाइङ कार भनेर भने चाहिँ होइन उड्नेवाला कार भनेर धेरै मिडियाहरूमा आइरहेको थियो यही वाला रहेछ लाइक यो चाहिँ ड्रोनको सिस्टमबाट चल्ने रहेछ होइन दुईजना प्यासेन्जर त्यहाँभित्र बसेर त्यहाँबाट चलाउन मिल्ने रहेछ सबै इलेक्ट्रोनिक सिस्टम छ सबै सेन्सरबाट चल्ने छ होइन त्योबाट गर्ने रहेछ मोस्टली चाहिँ यो चाहिँ धेरै जसो चाहिँ रेस्क्युहरूमा युज गऱ्यो भने चाहिँ धेरै राम्रो हुने थियो होइन यो यसमा चाहिँ गियर पनि रहेछ होइन सो यो चाहिँ गियर रहेछ सो वेनेभर यो स्विच गर्दाखेरि चाहिँ यो गियर चेन्ज हुने रहेछ यसमा र यसको हाइएस्ट गियर भनेको चाहिँ यो 4 गियरसम्म रहेछ र 4 गियरमा चाहिँ यसको हाइएस्ट भनेको 91 km/h रहेछ होइन एन्ड इट्स भेरी पावरफुल है 91 km भनेको यो स्कुटरमा पावरफुल है यो हाम्रो यो चाहिँ सबभन्दा हामीसँग भएको सबभन्दा पावरफुल र म्यासिभ हो यो चाहिँ हजुर यसले चाहिँ अन इयर हजुरको 3 सेकेन्ड्समा 99 स्पिड क्याच गर्छ लेट्स स्टार्ट इट अन इयर भयो है अनि हजुरको पावर पिकअप अनुसारको ब्रेकिङ पनि छ हजुरको सेन्सर ब्रेकिङ छ है अनि अगाडि र पछाडि डुअल डिस्क ब्रेक छ अनि हजुरको टायरहरू पनि हामीले ट्युबलेस दिएको छौँ र पार्ट्सहरू पनि हजुरहरूलाई इजिली अभाइलेबल छ काठमाडौँ भ्यालीभित्र पनि भ्याली बाहिर पनि पोखरामा पनि हाम्रो ब्रान्चहरू टन्नै छ चितवनमा छ हेटौडामा छ है हजुरको लागि एकदम कन्भिनियन्ट भेहिकल हामीले एकदमै इकोनोमिक रेन्जमा यतिको माइलेज दिने अनि ब्रसलेस मोटर युज गरेर लिथियम ब्याट्री युज गरेर 125 माइलेज क्लेम गरेर यतिको मोडलको भेहिकल अरू छैन
seen before this type of. No, it's with a big wheel and a double suspension with a digital meter, and it's very big, very big engine, and with a powerful like the budget. Yeah. So I think it's very nice. And actually, I prefer that one rather than this one. This is for cold storage. Yes, yeah. So different unit. Yeah, but that is not commonly that is used in a rural area. Yeah. So that's how we're talking about it. Yeah, that's what we're talking about. Sir, do you have anything to say about the vehicles? So we are very excited to bring this kind of new techniques. A lot of people say that this is new things. Yeah. They never say this kind of three-wheelers or no matter what kind of vehicle it is. So we're really excited to show, to bring this kind of new technique to Nepal. Yeah. And it's actually my second time to Nepal, and Yeah. I hope that we share this kind of technology thing. You know, technology has no boundaries, Yes. like that. So And our price is really friendly, okay. really friendly. How did you get this idea? Like this type of things will be very good in like in Nepali road. Yeah. So, our boss, this is his 5th or 6th time in Nepal. Yeah. So the first several times, he dived into the market, and he's just saying like, how do you do the transportation of like vegetables, chickens, or meat? That your three-wheelers or your transportation vehicles is can be advanced, No. and this is good quality. Yeah. And I think Nepal deserves a move on in techniques, Yeah. technology. Yeah. Thank you. After going where you can wear the exit. Last word we can say. Last word. ओके वेलकम ब्याक गाइज म चाहिँ अब यो नाडा अटो सोबाट बाहिर निस्किसकेँ होइन अब धेरै हेऱ्यो धेरै घुम्यो होइन तपाईँहरूले भिडियो इन्जोय गर्नु होला होइन म भिडियो हालिदिन्छु अनि यहाँको बेस्ट पोइन्ट मलाई लागेको भनेको चाहिँ त्यो रोबोट थियो होइन रोबोट चाहिँ बबाले लाग्यो
अब त्यसलाई केमा युज गर्ने भन्ने नै स्पेसिफिक रिजन नै छैन रहेछ क्या अहिलेसम्म त्यसको होइन। त्यो जस्तै केमा युज गर्दा ठिक हुन्छ त्यो भन्ने नै छैन रहेछ होइन। त्यसैले अब त्यसको लागि चाहिँ एउटा इम्पोर्टेन्ट होइन, अब कहिलेकाहीँ चाहिँ हस्पिटलतिर होइन, हस्पिटलतिर चाहिँ मेडिकल सर्भिसको लागि पनि युज गर्न मिल्यो एक होइन। अनि अब धेरै जसो प्याक भएको ठाउँहरूमा चाहिँ होइन, अनि त्योबाट चाहिँ सेवा लिन सक्यो होइन। एक किसिमले त्यो जस हस्पिटल लाइनमा एक, अनि दोस्रो कुरो भनेको चाहिँ एयरपोर्टहरूमा क्या तपाईँको एयरपोर्टहरूमा पनि युज गर्न मिल्छ क्या त्यसलाई चाहिँ, रोबोटलाई चाहिँ होइन। अब एयरपोर्टमा चाहिँ जस्तै बाटो डिरेक्सन देखाउनेमा होइन, हेल्प डेस्क जस्तो त्यस्तोको लागि पनि एयरपोर्टमा युज गर्न सक्यो त्यसलाई। अनि अर्को चाहिँ सेक्युरिटी चेकहरू गर्नु छ तपाईँले भने पनि गर्न मिल्यो होइन। अनि अर्को वे भनेको चाहिँ त्यसको खासै अरू त्यस्तो चाहिँ देखेन इम्पोर्टेन्स होइन। अर्को मलाई अलि इन्ट्रेस्टिङ लागेको भनेको चाहिँ तपाईँको उड्नेवाला जुन भनेको थियो कार होइन, त्यो कार चाहिँ जस ठिकै लागेको थियो। कस्तो दामीको त्यो कार चाहिँ ठिकै लाग्यो होइन। तर त्यो कार पनि अलिकति रेस्क्युहरूमा युज गऱ्यो भने चाहिँ दामी नै हुन्छ। जस्तै कहिलेकाहीँ फायर होइन, आगो लागिहरूमा युज गर्न सक्यो दुई। अनि अर्को चाहिँ जस्तै तपाईँको गाडीहरू एक्सिडेन्ट छ होइन, त्यहाँबाट चाहिँ भिक्टिमहरूलाई निकाल्नु छ, एक्सिडेन्ट भएको ठाउँबाट भिक्टिमहरूलाई निकाल्नु छ भने त्यहाँ पनि युज गर्न सक्यो। अनि त्यसको अर्को भनेको चाहिँ अब त्यत्रो धेरै त्यो त लाइक अलिक एक्सपेन्सिभ नै होला होइन नर्मली हेर्दाखेरि। अब त्यसको प्राइसहरू यताउता अफिसियल्ली केही पनि छैन र नेपालमा अफिसियल्ली त्यसलाई अथराइज पनि दिएको छैन नि त। त्यसले गर्दाखेरि त्यो चाहिँ अहिले नाडा सोमा एक्जिबिसनको लागि मात्र राखेको रहेछ। अब तर त्यो यदि नेपालमा ल्याउने हो र युज गर्ने हो भन्ने गभर्मेन्टले होइन, त्यसलाई चाहिँ एक किसिमको अब के भन्ने त्यस्तै होइन, आगो लागिहरूमा भयो तपाईँको अनि एक्सिडेन्टहरूमा युज गर्न सकिन्छ क्या। किनभने अब एक्सिडेन्ट भएको ठाउँमा परेका बिरामीहरूलाई होइन उद्धार गर्न सकिन्छ नि त त्योबाट। हुन त दुईजनाको प्यासेन्जर मात्र रहेछ त्यसमा, एकजना चालक दल बस्नु परिहाल्यो, एकजना मात्र बिरामीलाई भए पनि होइन, इमर्जेन्सी बिरामीहरूलाई चाहिँ रेस्क्यु गर्न सक्यो नि त होइन। अनि अर्को चाहिँ अब अरू खासै त्यसको त्यस्तो ठुलो पर्पज केही पनि लागेन क्या, त्योबाट केही त्यस्तो हुन्छ जस्तो लागेन। किनभने त्यो किन्ने पैसाले चाहिँ होइन एउटा फ्यामिली डल्लै अट्ने एउटा गाडी नै आउँछ जस्तो लाग्यो मलाई चाहिँ होइन। सो त्यही हो अब नाडा अटो सोमा। अरू भनेको चाहिँ अब अनि 1980sतिरको 1987 1979 होइन, त्यो बेला अब एलिजाबेथहरूले युज गरेका त्यो बेलाको गाडीहरू हेर्न पायो, विच वाज लाइक मैले पहिला देखाए नै थिएन। अनि त्यो कस्तो क्लासिक मोडलहरू क्या तिनीहरू चाहिँ होइन, अब पुरानो चाहिँ क्लासिक मोडलहरू थियो, त्यो मलाई दामी लाग्यो। ओके त्यही हो। अहिले चाहिँ म यहाँ जाममा छु, सिंहदरबार अगाडिको जाममा हो। जाम धेरै लामो छ होइन, घाम लागेको बेलामा जाम। ओके र गाइस अब भिडियो यति नै हुन्छ होइन, अलि लामो पनि हुन्छ होला। अब सबै कुरालाई इन्क्लुड गर्ने कोसिस गरिरहेको छु। प्लस तपाईँहरूलाई कुनै पनि अटो सम्बन्धी होइन, जस्तै बाइकहरू भयो अथवा गाडीहरू भयो, केही कुनै को सम्बन्धी चाहिँ तपाईँहरूलाई जानकारी लिन मन छ भने कृपया कमेन्ट गरिदिनु तल होइन। म त्यसको सँगैसँगै रिप्लाई गर्ने कोसिस गर्नेछु होइन। मलाई जहाँसम्म थाहा भएको कुराहरू म सेयर गर्नेछु। र भिडियोमा चाहिँ मैले सबै सिनेमेटिक टाइपले मात्रै बनाएको छु होइन, किनभने त्यहाँनिर चाहिँ त्यो क्राउडेड थियो क्या, त्यो साउन्ड एकदमै भएको कारणले गर्दा बोलेको पनि बुझिँदैन थियो। त्यो भएकोले मैले चाहिँ सबै सिनेमेटिक टाइपले मात्रै बनाएको छु होइन। र तीमध्ये कुनै पनि बाइकको तपाईँलाई अथवा कुनै पनि स्कुटरहरूको होइन, गाडीहरूको बारेमा चाहिँ तपाईँलाई केही कुरा बुझ्नु छ भने चाहिँ कृपया कमेन्ट गरिदिनु होइन, म सेयर गर्ने कोसिस गर्नेछु तपाईँहरूलाई। ओके यति भन्दै मेरो आजको भिडियो चाहिँ यति नै हुन्छ होला सायद होइन। र अहिले चाहिँ म घर जाँदै हो, पुरानो बानेश्वर आइपुगेँ, अलिक जाम छ होइन।